लारु तपाईले हेलो हेलो नमस्कार। आज चाहिँ यो काउलीको तरकारी खाने कुरा छ। ल हेर्नुस् त, कस्तो राम्रो भयो। यस्तो बर्खा मासमा नि पलाउनु के रे फल्नी रहेछ काउली। मौसममा पनि अब आज जेठ महिनामा पनि यसरी चाहिँ आफ्नै बारीमा काउली फलाएर खान पाउँदा एकदम खुसी लागिरहेको छ। अब यसको चाहिँ म अब हत्या गर्नेवाला छु। राम्रो फले त है। उखाल्नु क्या झुरुक्कै लाएर है। अहिले धेरै ठाउँमा घटिरहेछ। कत्रो ठाउँमा घटेर रहेछ। यता त्यो माटो यतै 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 झप्पै काट्नु न। ल एक छाक त हुन्छ है। एक साग हामी दुईजनालाई त दुई साग पनि सक्ने खालको छ। त्यता हेर्नु त के बानी लाग्यो आजभोलि गर्ने के बानी हो त्यस्तो टट टट गर्ने अझ।